साथीहरू सबैमा हार्दिक नमस्कार। मन अशान्त छ। अशान्त मनकै बीचमा विजय दशमी 2082 हाम्रो घर आँगनमा आइपुगेको छ। जतिसुकै अशान्त भए पनि यो विजय दशमीको सन्दर्भमा यहाँहरू सबैमा मङ्गलमय हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। गत भाद्र 23 र 24 गते हाम्रो देश नेपालमा अप्रत्याशित, अकल्पनीय र अनपेक्षित घटना हामीले बेहोर्यौँ, जुन घटनाले हामी सबै आहत भएका छौँ। गत भाद्र 23 गते काठमाडौँमा जीएनजी पुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध फुकुवाको माग राखी शान्तिपूर्ण घोषित आन्दोलन एकाएक हिंसात्मक रूपमा परिणत भयो। 23 गते नेपाल प्रहरीले संयमता गुमाएर 19 जनाको ज्यान गएको हो या अरू कसैले डिजाइन गरेर यो हत्याकाण्ड रचेको थियो? मनमा प्रश्न छ। 24 गते जुन देशव्यापी रूपमा घटनाहरू घटाइयो, सरकारी कार्यालयहरू देशव्यापी रूपमा जलाइयो, व्यक्तिका निजी सम्पत्तिहरू खोजी खोजी छानी छानी खरानी बनाइयो, डिपार्टमेन्टल स्टोरहरू, निजी सम्पत्तिहरू ध्वस्त बनाइयो, डकैत गरियो, चोरियो, लुटियो, पर्यटन स्थलहरू, होटलहरू, सारा संरचनाहरू चाहिँ खरानी बनाइयो। किन यस्तो भयो? जेलमा रहेका कैदीबन्दीहरू भगाइयो। किन भगाइयो? हुँदा नेपाली सेनाको पहरामा रहेको सिंहदरबार राष्ट्रपति भवन समेत खरानी भयो। तर नेपाली सेनाले त्यसलाई जोगाउनको निमित्त, आगो लगाउनेहरूलाई रोक्नको निमित्त कुनै पहल गरेको देखिएन। किन यस्तो भयो? मनमा प्रश्नहरू उठिरहेको छ। निश्चय पनि देशमा बढिरहेको कुशासन, भ्रष्टाचार लगायतका कामहरू, कार्यहरूको विरुद्धमा उठ्ने आवाजहरू हामी सबैको आवाज हो, नेपालीहरूको आवाज हो। त्यसलाई हामी सबैको समर्थन रहेकै थियो। कुशासन चलाएका छन्, निरङ्कुशता चलाएका छन् भने निरङ्कुशता चलाउनेहरूलाई कानुन बमोजिममा कारबाही हुनुपर्छ भन्ने कुरा पनि कुनै दुईमत छैन। तर गत भाद्र 23 र 24 गते आफ्ना मागहरू पूरा गर्नको निम्ति जुन रूपहरू देखियो, जुन रूपले देश जलाएको देख्यौँ, के यो जायज थियो? मनमा यो प्रश्नहरू उठिरहेको छ। सुरक्षा निकायप्रति प्रश्न उठिरहेको छ र नेपाली सेना र सशस्त्र प्रहरी बलले जनपद प्रहरीलाई कुनै सहयोग नगरेको हुँदा जनपद प्रहरी आफै यो हिंसाको चपेटामा परेको समेत देखियो र जनपद प्रहरीहरूलाई कुटी कुटी मारेको पनि देखियो। यस्तो किन भयो? राज्यविहीन अवस्था यो देशमा कसरी उत्पन्न भयो? जबकि राज्य त थियो, राज्यका निकायहरू थिए, सुरक्षा निकाय थिए, सारा चिजहरू थिए। यति हुँदाहुँदै पनि राज्यविहीन अवस्थामा देश जलिरहँदाखेरि पनि कुनै सुरक्षा निकायहरूको पहल नहुनु कति गम्भीर कुरा छ, जसले गर्दा हामी सबैको मन पोलिरहेको छ। र भोलिका दिनहरूमा यी सबको उत्तर, प्रश्नको उत्तर आउँछ कि आउँदैन थाहा छैन, तर मनमा प्रश्नहरू उठिरहेको छ। यसै कारण गर्दा हामी सबैको मन अमिलो भएको छ, अशान्त बनेको छ। अशान्तकै बिचमा आइरहेको यो विजय दशमीको सन्दर्भमा फेरि पनि एकपटक यहाँहरू सबैमा शुभकामना छ। भिडियो अलिकति लामो भएकोमा क्षमा चाहन्छु। धन्यवाद।